पोर्क ब्यारेलिङ। हजुरहरूमध्ये कमैले मात्र यो शब्दहरू सुन्नुभएको होला, तर नेपाली राजनीतिमा यसले ठुलो महत्त्व लाग्छ र अहिलेसम्म राख्दै पनि आइरहेको छ। पोर्क ब्यारेलिङको सिधा सिधा अर्थ हुन्छ राजनीतिक स्वार्थको लागि राज्य कोषको दोहन। अझ यसलाई सिम्पल भाषामा, एक्ज्याक्ट भाषामा बुझ्ने हो भने कुनै एउटा प्रतिनिधि सभाको मेम्बर वा रिप्रेजेन्टेटिभ मान्छेको उसले चाहिँ आफ्नो भोट तान्नैको लागि राष्ट्रको बजेट जति सबै आफ्नै ठाउँमा पार्नु, बिना कुनै प्रोजेक्ट, बिना कुनै ठोस राष्ट्रलाई पर्ने प्रभाव बिना पनि आफ्नैतिर बजेट कुम्ल्याउनु। प्रदीप गेवालीले चाहिँ आफूलाई चाहिँ गुल्मीको लागि मदन भण्डारी राजमार्ग अरू कुनै जिल्ला छोएर जान्थ्यो, गुल्मी छोएर जाँदैन थियो। तर मैले गर्दाखेरि गुल्मीबाट यो गयो है भन्ने जस्ता आशय व्यक्त गर्ने गरेका छन्। उनको यो पोर्क ब्यारेलिङको ठुलो इक्जाम्पल हो। भन्नुहोस् त अब त्यो एउटा उसको कारणले गर्दाखेरि राज्यको कति बजेट दुरुपयोग भयो, कति बजेट गयो। त्यो बजेट शिक्षाको लागि, गुल्मीकै शिक्षाको लागि, गुल्मीकै हेल्थकेयरको लागि सुटेबल हुन्थ्यो कि हुँदैन थियो? यस्तो कुराहरू हामीले बुझ्नुपर्छ। मेरो क्षेत्रमा भ्यू टावर बनायो भन्दैमा, मेरो क्षेत्रमा चाहिँ सडक आयो भन्दैमा त्यसलाई खुसी हुनुपर्ने कारण छैन। त्यो नै विकास होइन। त्यो बाटो ल्याउनको लागि, त्यो भ्यू टावर ल्याउनको लागि कति बजेट खर्च भयो, कति अनावश्यक खर्चहरू गरिए, त्यो खर्च के सही ठाउँमा जाँदैन थियो? त्यो पनि हामीले सोच्नुपर्ने हुन्छ। सोच्नुहोस् त एकचोटि, भ्यू टावरको ठाउँमा शिक्षा, हेल्थ केयर, स्वास्थ्य चौकीमा कतिजना छन् तपाईँको दरबन्दी अहिले? कतिजना नर्सहरू छन्, कतिजना डक्टरहरू छन्? तपाईँले के ठुल्ठुलो उपचार गराउन अझै पनि सरकारी अस्पताल धाउनुपर्ने सुविधा आइसकेको छ त? छैन नि। हो, यसलाई भन्छ पोर्क ब्यारेलिङ। बिना कुनै ठोस योजना, आफ्नो भोट तान्नको लागि बजेट आफ्नो क्षेत्रमा लग्ने, यो सबै काम नेपालका ठुल्ठुला नेताहरूले गरेका छन्। त्यसैको आडमा यत्रो वर्ष भोट जितिरहेका छन्। तर अब प्रश्न गर्ने बेला आएको छ। पोर्क ब्यारेलिङलाई धेरै कन्ट्रीहरूले चाहिँ करप्सनको लिस्टमा राख्छन्, करप्सनको फर्म हो भन्छन्। तर हामी नेपाली चाहिँ यसलाई नै विकास हो पनि भन्छौँ। यो पनि एकचोटि मनन गर्न जरुरी छ।